अनि यहाँ यरुशलेममा चाहिँ के भइरहेको थियो भने उनीहरू फर्केर आए, तर फर्केर आएपछि आफ्नो घरहरू चाहिँ साह्रो बुट्टेदार बनाएर राम्रो राम्रो घर बनाएर एकदमै मजाले उनीहरू बसिरहेको थियो, तर परमेश्वरको आराधना गर्ने भवन चाहिँ बनाएको थिएन। अनि धेरैचोटि मण्डलीमा यस्तै हुन्छ, धेरैचोटि बहुत थोर व्यक्ति हुन्छ मण्डली भवन मण्डलीका कुराहरूलाई प्रेम गर्ने। यहाँ पनि त्यस्तै छ। अनि यहाँ एउटा हक्कीको वचन आएको छ, आफ्नो चालहरू हेर्नुपर्ने, आफ्नो तौर तरिकाहरू हेर्नुपर्ने। अनि हगैले यो वचन ल्याउँदछ अनि त्यहाँका मानिसहरूलाई भन्दछ, प्रभुको मन्दिर निर्माण गर्ने समय अझ आएको छैन, तिमीहरू त्यसो भन्दै बसिरहेका छौ। यो मन्दिर भग्नाशेष भएको छ, हेर त आराधना गर्ने ठाउँहरू छैनन्। यो देखेर तिमीहरू चाहिँ आरामदायी ठाउँहरूमा बसेका छौ, बुट्टेदार काठले सजाएका घरहरूमा बस्ने समय हो यो। त्यसो हो र? मलाई थाहा छैन यो वचनले कतिजनालाई छुन्छ यहाँ, तर छुनुपर्छ यसले। हालेलुया, आमेन। अनि यहाँ लास्टमा हक्कैले भन्छ, अब भयो, तिमीहरू धेरै विश्राम गरेर बस्यौ, डाँडा डाँडामा उक्ल, काठपात ल्याऊ र भवन बनाऊ। हालेलुया। अब अनन्त आशा मण्डलीका विश्वासीहरू डाँडा डाँडा जाने समय आएको छ। हालेलुया। अनि काठपातहरू बटुल्नु पर्ने समय र भवनहरू बनाउनु पर्ने समयमा हामी आइपुगेका छौँ। अनि प्रभु भन्नुहुन्छ, ती मानिसहरूलाई म त्यसमा खुसी हुन सकूँ र मेरो मान होस्। प्रभु यसो भन्नुहुन्छ। अनि हामी यहाँ अब भवन बनाउने कुरातर्फ जाँदैछौँ। त्यो भएर म तपाईँलाई भन्दैछु, विश्वासयोग्य भण्डारे बन्नुहोस्। तपाईँसँग भएको दान वरदान, तपाईँसँग भएको समय, स्रोत, साधन, शक्ति, एनर्जी र तपाईँसँग भएको स्किल परमेश्वरको महिमाको निम्ति, मानिसको सेवाको निम्ति, स्थानीय मण्डली निर्माणको निम्ति र चेलापनको निम्ति दिने समय आएको छ। हालेलुया। किनकि जब हामी भवनहरू बनाउँदछौँ, एउटा सेन्टर बनाउँदछौँ, त्यहाँ धेरै मानिसहरू आउँछन्, प्रभुको आराधना गर्छन्, अनि तपाईँको त्यहाँ भ्यू छ। हालेलुया, आमेन। त्यहाँ मानिसहरू चेला बन्छन्। यो ठाउँमा प्रभुले हामीलाई यतिको वर्ष राख्नुभयो, अनि यहाँ धेरैभन्दा धेरै मानिसहरूले प्रभुलाई भेटेका छन्, धेरैभन्दा धेरै मानिसहरू चेला भएका छन्, अनि धेरैभन्दा धेरै चेलाहरू उत्पादन भएर प्रभुको काम गरिरहेको छन्। अनि यहाँ धेरैले बिउ पनि रोपेका छन्। म एप्रिसिएट गर्छु तपाईँहरूलाई। हालेलुया।